कचरा बोलाउली हो हामीलाई पनि लग्छौँ के क्यामेरा मान्छे मेरो पनि आर्ट अफ लिभिङ भन्ने एउटा संस्थाले चाहिँ हामीलाई चाहिँ वाइआरटिपी भनेको युथ लिडरसिप ट्रेनिङ प्रोग्राम चाहिँ हामीले सुन्नुभएको थियो अनि हामीले 5 दिन जति चाहिँ हामीले ट्रेनिङ लिइसकेका छौँ अनि अहिले चाहिँ हामी चाहिँ कम्युनिटीमा आएर हामीले सिकेका कुराहरू चाहिँ कम्युनिटीका हजुरहरू पनि सहभागी हुनु है आर्ट अफ लिभिङ भन्ने संस्थाले चाहिँ हाम्रो यो नारायणको ब्रान्चलाई चाहिँ युथ लिडरसिप ट्रेनिङ प्रोग्राम भन्ने थियो अनि त्यो प्रोग्राममा चाहिँ हामीलाई पार्टिसिपेट गर्नु भएको थियो अनि हामीलाई ट्रेनिङहरू सिकाउनु भयो अनि अहिले चाहिँ त्यो ट्रेनिङबाट सिकेका कुराहरू हामीले चाहिँ युथ लिडरसिप ट्रेनिङ प्रोग्राम के गर्ने हो काम चाहिँ के हो हाम्रो स्ट्रेसलाई दूर गर्ने हो स्ट्रेस चिन्ता कसरी शान्त गर्न सकिन्छ आफ्नो त्यो मनको चिन्तालाई हटाएर शान्त वातावरणमा कसरी पुग्न सकिन्छ भन्ने हामीले आफूले सिकेर अरूलाई सिकाउँदै हिँडेको हजुरहरू पनि आइदिनु होला है यही मन्दिरमा हुन्छ एकछिन स्वागत आउनु है कहिले हो पर्दै होला भएको रिसलाई कसरी त्याग्न सक्छौँ हाम्रो स्वस्थ शरीरको लागि कस्तो एक्सर्साइज गर्नुपर्छ भनेर चाहिँ हामी यहाँ वरिपरिका सबै मान्छेलाई भेला गरेर यहाँ सरसफाइ गरेर अनि पुरै व्यवस्था मिलाएर अनि हामी चाहिँ एउटा सानो कार्यक्रम लिएर आएको छौँ अनि त्यसको लागि चाहिँ हजुरहरू पनि यहाँ आइदिनु हुन अनुरोध गर्छु है कस्तो राख्न के गर्नुपर्छ भनेर हामी चाहिँ यहाँ वरिपरिका सबै मान्छेलाई एकै ठाउँमा भेला गरेर एउटा सानो कार्यक्रम राखेको छौँ यसमा चाहिँ हामी यस्ता थुप्रै प्रश्नहरू हाम्रो मनमा उठ्छन् होला पक्कै पनि सबैको मनमा यो प्रश्न होला हैन मैले वास्तवमा खुसी के हो सफलता के हो जीवनको वास्तविक उद्देश्य के हो भन्ने मैले यो ट्रेनिङबाट चाहिँ मैले उत्तर पाएँ अहिले चाहिँ मुस्कुराइरहनु भएको छ सिधा स्ट्रेट हाम्रो पछाडिको मेरुदण्ड छ है त्यो मेरुदण्डलाई सिधा राख्दिनु है स्माइल स्माइल 150 र ढाडलाई सिधा सुरुमा यसो गर्दाखेरि चाहिँ गाह्रो हुन्छ है यो हड्डीहरू दुख्न सक्छ जिउ दुख्न सक्छ तर पछि यो सधैँ गर्दै गएपछि हामीलाई बानी लाग्छ र दुखेको पनि महसुस हुँदैन त्यहाँका चराहरू चिरबिर गर्दै
गर्दै कराइरहेको आवाजलाई सम्झनुहोस्। आफ्नो मनलाई त्यस्तै प्राकृतिक सुन्दरताले भरिएको हाम्रो यो नेपाल जस्तै आफ्नो मनलाई पनि शान्त बनाउनुहोस्। हाम्रो प्राकृतिक सुन्दरताले भरिएको ठाउँहरूले हामीलाई शान्त दिन्छ। ती ठाउँहरूलाई सम्झनुहोस्। आफ्नो मनलाई शान्त पार्नुहोस्। तपाईँको सोचमा अहिले भारी भएर सोचिरहनु भएको छ भने त्यसलाई बिस्तारै फाल्नुहोस्। एकचोटि लामो सास लिनुहोस्। बिस्तारै। अब बिस्तारै सासलाई फाल्नुहोस्। अब चाहिँ हजुरहरूको मन अलि भारी भइरहेको होला। अब चाहिँ हामी ओम उच्चारण गर्छौँ है। यो ओम उच्चारण गर्दाखेरि हाम्रो मनमा जति पनि नकारात्मक ऊर्जाहरू बसिरहेको हुन्छ त्यो सबै ऊर्जाहरू बाहिर निस्केर हाम्रो सासद्वारा सकारात्मक ऊर्जाहरू भित्र आउँछ है। यो ओम गर्दाखेरि आँखा चाहिँ बन्द हुँदैन। हामी ध्यानमा छौँ। हाम्रो शरीर हलुको छ। हामी हाम्रो वरिपरि चलिरहेको हावालाई महसुस गर्दैछौँ। एकैचोटि साधारण सास फेर्नु होला है। एकचोटि साधारण सास फेर्नु होला। सास भित्र लिनुहोस्, छोडिदिनुहोस्। एकचोटि अझै है। फेरि सास भित्र लिनुहोस्, छोडिदिनुहोस्। मन हलुको छ, शरीर ढिला छ, मन शान्त छ। हाम्रो मनमा भएको खेलाइराख्ने कुराहरू सब बाहिर निस्किँदैछ। मन खाली हुँदैछ। हामी शान्त हुँदैछौँ। अब हामी ओम उच्चारण गर्छौँ है। अब दुईचोटि होइन, सास भित्र लिनुहोस् है। अब चाहिँ हामी ओमको उच्चारण गर्छौँ। ओमको उच्चारण गर्दा आँखा बन्द गर्नु होला। आँखा बिचमै नखोल्नु होला। श्वास लिँदै जानुहोस्, भित्र लिँदै जानुहोस्। अनि श्वास लिँदै गर्दा अनि ओमको उच्चारण गर्छौँ है। श्वास लिनुहोस्। सबैजनाले उच्चारण गर्नु होला। मुखले बोल्नु होला है। फेरि श्वास भित्र लिनुहोस्। एकचोटि अझै फेरि श्वास
काखको साइड साइडमा यसरी राख्नुहोस्। यसरी मतिर जसरी मैले हजुरहरूतिर फर्केको छु आफ्नो मुखलाई साइड साइडमा राखेर यसरी मुठी अगाडितिर हामीतिर फर्काउनुहोस् है। यो बुढी औँलालाई यस्तो मुठीलाई यसरी गर्नुहोस्। ठिक छ? सबैजनाले गर्नुभएको छ? अब चाहिँ हामी यो वज्रासनमा श्वास लिने हाम्रो श्वासले हाम्रो कसरी मनमा भएको नकारात्मक ऊर्जालाई बाहिर फाल्छ भनेर हामी हजुरलाई देखाउँछौँ है। पहिला हामी चाहिँ गरेर देखाउँछौँ, त्यसपछि हजुरहरू गर्नु। यो आसन गर्दाखेरि चाहिँ आँखा बन्द गर्नुपर्छ। अहिले फर्स्ट सुरुमा हजुरहरू चाहिँ हेर्नु होला, हामी गरेर देखाउँछौँ, त्यसपछि हजुरहरू पनि गर्नु होला है। सबैजना आँखा बन्द गर्नुहोस्। यहाँ उहाँहरूले भनेको उहाँहरू चाहिँ आँखा बन्द गर्नुहुन्छ अनि गर्नुहुन्छ। अब यो गर्दाखेरि यो हात चाहिँ यस्तो, यो कुइना चाहिँ यहाँनिर हुनुपर्छ यस्तो है। अनि आँखा बन्द गर्नुहोस्। सासभित्र हात माथि लगेर मुठी खोलिदिनुहोस्। हात चाहिँ सिधा हुनु पऱ्यो है, सिधा। गाह्रो भएको छ भने यसरी एकचोटि आँखा खोलेर हेर्नु होला है कसरी गर्छु। सास बाहिर यस्तो, फेरि मुठी यहाँ, सासभित्र सास बाहिर, 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 सासभित्र सास बाहिर। अब विश्राम गर्नुहोस्। विश्राम गर्दाखेरि बाहिर, श्वासभित्र श्वास 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 बाहिर। फर्काएर अब विश्राम गर्नुहोस्। आँखा नखोल्नुहोला। आफ्नो मनलाई शान्त बनाउनुहोस्। जस्ट रिल्याक्स। कुराहरू खेलिरहेको छ भने खेल्न दिनुहोस्। तपाईँ आफ्नो सोचलाई हलुको बनाउनुहोस्, खाली गर्नुहोस्, शान्त बनाउनुहोस्। तपाईँ रहेको श्वासभित्र छोडिदिनुहोस्। फेरि है, हाम्रो मन चञ्चल हुन्छ। हामी चञ्चल मनलाई शान्त बनाएर खुसी बनाउँदैछौँ। हाम्रो मन शान्त छ, हाम्रो शरीर हलुको छ। हामी वरिपरिमा आइरहेको आवाजलाई महसुस गर्नुहोस्। मलाई मजा आउनुपर्छ। जिन्दगीमा दुःख सुख भुलिदिएर आफ्नो मनलाई खुसी बनाउनुहोस्। अनुहार हँसिलो बनाउनुहोस्, एउटा सानो र मिठो मुस्कानको साथै।
हाम्रो शरीर हलुको छ, मन शान्त छ, सकारात्मक सोचका साथ बसिरहेका छौँ। मनको शान्ति महसुस गर्नुहोस्। कति शान्त जीवन छ हाम्रो, रमाइलो जीवन छ हाम्रो जीवन खुसीले भरिएको छ। फेरि पनि अब हामी एकचोटि अझै गर्छौँ। सास फेर्छौँ, सास भित्र र फेरि बाहिर गर्छौँ है। अब हामी बिस्तारै आफू फेर्छौँ। खुसी हुनुहोस् है। जीवनमा खुसी हुन धेरै जरुरी छ। एकछिन सबै दुःखहरू समस्याहरूलाई चिन्तालाई भुलेर सबैजना उफ्रिनुहोस् मजाले, खुसी हुनुहोस्, हाँस्नुहोस्, हाँस्नुहोस्। हामी खुसी हुन सिक्यौँ भने हाम्रो सबै कुरा पुरा हुन्छ। त्यसैले सबैभन्दा पहिला हामी खुसी हुन सिक्नुपर्छ। यसरी हाँस्नुपर्छ मजाले, खुलेर हाँस्नुपर्छ मजाले। नमस्ते गर्नुहोस् आँखा बन्द गरेर। त्यो सब कुरालाई सम्झिनुहोस् जुन तपाईँले रोग लालचमा गर्नुभएको छ, त्यो सब गल्तीहरू। बिस्तारै झुकेर यो हामी पश्चिम दिशालाई हामी भित्र भएको लोभ लालच सबै कुरालाई हामी आफूबाट टाढा गर्दैछौँ। हाम्रो भित्र भएको लोभ लालच सब हामीबाट निस्केर फिर्ता हुँदैछ। बिस्तारै उठ्नुहोस्। अब उत्तरतिर फर्किनुहोस्। उत्तर दिशामा मायाको प्रभाव, माया भन्दै आमा बाबाको माया आफूबाट टाढा बनाइरहेको छ। हामी आफ्नो प्रियजनलाई माया गर्छौँ, माया प्राप्त गर्छौँ, आफूले हाम्रो पिता गर्छौँ। आँखा चिप्लिनुहोस्। अब आँखा बन्द गरेर फेरि घोडा टेकेर टाउको टेक्नुहोस्। हामीलाई रिस छैन है। बिस्तारै उठ्नुहोस्। आँखा खोल्नुहोस्। अब हामी अब आफ्नो आमा बाबालाई सम्झिनुहोस्। हाम्रो आमा बाबाले हामीलाई हरेक दुःख सुख ज्ञापन गर्छौँ। आमा बुबाले हाम्रो लागि मेहनत गर्नुभएको छ। हाम्रो आमा बुबाले गर्दा नै आज हामी यहाँसम्म आइपुगेका छौँ। हामीले यो धरतीमा पाइला टेक्न पायौँ। हाम्रो बाबाले आफू च्याते मुलु लगाएर पनि हामीलाई लुगा लगाउनु, आफू भोकै बसेर काम गर्नुभयो। तर त्यो काम कसको लागि गरेर हो? हाम्रै लागि त हो कि होइन? हाम्रो आमाले 9 महिना हाम्रो कोखमा राख्नुभयो, बाहिर ल्याउनुभयो। आमाले माया, आमाको माया ममता यो संसारमा सबभन्दा ठुलो हुन्छ। हाम्रो आमा बाबाले जति हामीलाई माया गर्छ त्यति सायद कसैले नगर्छ होला। हामी जिद्दी गर्छौँ, हामी रिसाउँछौँ, हामी रिसमा आमा बाबालाई कति के भन्दैनौँ। तर उहाँहरूले नै हुनुहुन्छ हाम्रो सबै बानीहरू सहेर हामीलाई सम्झाएर अगाडि बढ्नु।
आमा भनेको यस्तो मान्छे हो जसले हामीलाई सानो सानो गल्तीलाई पनि हाम्रो नजरअन्दाज गरेर माफ गरिदिनुहुन्छ। आमाले जति माया गर्नुहुन्छ सायदै यो दुनियाँमा कसैले गर्छ होला। हाम्रो बाबाले आफ्नो मेहनत गरी आफ्नो च्याप्टे फुलमा ल्याएर भोकै बसेर हाम्रो लागि काम अहिले पनि काम गर्दै हुनुहुन्छ होला। हाम्रो बाबा यति मेहनत कसको लागि गर्नुहुन्छ होला? हाम्रो लागि त हो। हामी रिसमा क्रोधमा आमा बाबालाई कति के भन्दैनौँ। आमा बुवाले जति गरेको माया कसले गर्छ होला? अरू मान्छेले हाम्रो कुरा कसको कुरा सुनेर पनि रिसाएर उस्तो छ भनेर भन्छ है, तर आमा बाबा हो उहाँहरूले कहिले भन्नुहुँदैन तिमी यस्तो छौ उस्तो छौ। उहाँहरूले के भन्नुहुन्छ? तिमी जस्तो छौ राम्रो छौ राम्रो छौ। हाम्रो आमा बुवा भनेको हाम्रो संसार हो। हामी त्यो संसारलाई अहिलेसम्म गरेको कति पनि गल्ती रिसहरू हामी माफी माग्छौँ। हामी हाम्रो आमा बुवाबाट क्षमा माग्छौँ। फेरि पनि आफ्नो आमा बुबाको अनुहारलाई सम्झिनुहोस्, ती हातहरूलाई सम्झिनुहोस्, ती हँसिला मुहार। आफ्नो आमा बुवालाई याद गर्नुहोस्, सम्झिनुहोस्, अनुहारहरूलाई सम्झिनुहोस्। आजसम्म तपाईँले आफ्नो आमा बुबालाई बोल्नुभएको ती शब्दहरूलाई सम्झिनुहोस् र ती शब्दहरू सम्झिने आफ्नो आमा बाबालाई हेरदेखि नै क्षमा माग्नुलाई पुरा भएको जस्तो महसुस गर्नुहोस्। बिस्तारै उठ्नुहोस्। पहिला सानो धेरै महसुस भएको हल्का भयो भने धेरै खुसी लागेको थियो। धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद यस कार्यक्रमका सकुशल कार्यक्रम सञ्चालकज्यूलाई। आदरणीय यस कार्यक्रमका